यदि तपाईहरूको फेसबुक रिल्समा पनि यस्तै समस्या आएको छ, रिल्स त तपाईले अपलोड गर्नुभयो तर यो रिल्स हैज अ बोर्डर भन्ने समस्या देखिएको छ भने यो भिडियो पूरा हेर्नुहोस्। अब यो किन हुन्छ भने तपाईले अपलोड गर्नुभएको रिल्सको साइज र फेसबुकले खोजेको रिल्सको साइज नमिलेका कारण हो। यसको समाधानका लागि तपाईले प्रयोग गरिरहनु भएको भिडियो एडिटरमा जानुहोस् र क्यानभास साइज परिवर्तन गर्नुहोस्। म यहाँ इनशॉट भिडियो एडिटर एप प्रयोग गर्दैछु। त्यसमा गएर तपाईको भिडियो छान्नुहोस् र साइडमा क्यानभास लेखेको हुन्छ, त्यसमा क्लिक गर्नुहोस् र रिल्सको लागि उचित 9:16 साइज रोज्नुहोस्। त्यसपछि ब्याकग्राउन्डमा क्लिक गर्नुहोस् र ब्लर अप्सन रोज्नुहोस्। अब एक्सपोर्टमा गएर भिडियो एक्सपोर्ट गर्नुहोस्। एक्सपोर्ट गरेपछि अब फेसबुकमा रिल्स कसरी अपलोड गर्ने त? त्यसका लागि आफ्नो फेसबुक खोल्नुहोस्, माथि रहेको प्लस आइकनमा क्लिक गर्नुहोस्, त्यसपछि रिल्स चयन गर्नुहोस् र तपाईले तयार पारेको भिडियो छान्नुहोस्। अब नेक्स्टमा क्लिक गरेर डिस्क्रिप्सन र ह्याशट्याग लेख्नुहोस्। अन्त्यमा शेयर नाउमा क्लिक गर्नुहोस्। ल हेर्नुहोस्, मैले साइज नमिलाउँदा अपलोड गर्दा यस्तो समस्या आएको थियो र साइज मिलाएर अपलोड गर्दा यो समस्या पूर्ण रूपमा समाधान भएको छ।